Hi everyone, welcome to Dasai vlog. Happy Dasai to all of you. Most task बाँड्दै हुनुहुन्छ indecisive कति लेख्ने भनेर यस्तो छ मेरो मैले 1 लेखेको छु गेम जितेर मैले 340 रुपैयाँ कमाइसके र मेरो नेक टु नेक भएछ तासमा कति 11.2 11.2 अब त्यही भन्न सबैले ह्यापी दसैँ बुढाबुढीको कम्पिटिसन हुँदैछ यता दसैँको ह्याप्पी बर्थडे टु यु आज चाहिँ एकादशी हो सो म र मम चाहिँ मामा घर जाँदैछौँ अन द वे फलफुल कसैले किन्दैछौँ कसैले किन्यो कसैले डन दादा र भाउजू ससुरालीबाट आउँदै हुनुहुन्छ यहाँबाट हामी सिटी सफारीमा जानु भएको मैले एउटा सिटी सफारी बुक गरेर अनि बाराजुगीबाट सिटी सफारी चढ्यौँ अनि हामी रतनमा जाँदैछौँ अहिले त जान एकदम एक्साइटेड हुनुहुन्छ लेट भयो हेलो आम्माम कसैले चढ्दैछ त थ्याङ्क यू घरमा दादा भाउजूको अङ्कलको पालो राम्रो पढ्नु पर्यो ब्लग टिका लाउन 2 घर सकेर अब अर्कोतिर जाँदैछौँ भिडियो नयाँ भाउजू नयाँ बुहारी नातिनी बुहारी अङ्कल नाति ठुलो नाति यता केशव मामा साइमन सर हेलो यता म छु कस्तो फिल भइरहेछ बाबालाई मेसेज यही बस्नु छ भन्ने छ त्यहाँसम्म बस्ने चाहिँ पुरै प्लान हो मामा घर जानुभयो नजाने कहिले जाने डिप्सन सरको दसैँ कस्तो हुँदैछ आजको प्लान के छ बेलुकाको पैसा कति छ देखाउ कुनै पनि परिवारबाट शनिबार छुटेर मंगलबार भेट भयो भने एकदम अशुद्ध हुन्छ भन्ने एउटा मन्त्र छ शनिको छुट मंगलको भेट कि दुख्छ टाउको कि दुख्छ पेट लिङ्गो चाहिँ कटै कट्न चाहिँ घरको टर्न आयो हाम्रो टोली ठुलो छ पछि हामी तास खेल्दैछौँ कति खायो 30 रुपैयाँ अर्को यहाँ पैसा गर्न नभ्याइ छ जितेर अन्त नि त्यही भएर मलाई पनि डर लाग्यो यस्तो कन्फिडेन्स जित्नु भएको छैन कति हार्नु भइसक्यो भन्नु त 400 सबैभन्दा धेरै हार्ने मान्छे सबैभन्दा धेरै जोसिने मान्छे तास खेल्नुपर्छ भन्ने मान्छे जितेको छैन 2 गेम जिते मैले सुत्ने टाइम भयो भोलि हामी घर जाँदैछौँ अनि इट्स 12 AM राइट नाउ अब
सबजना सुत्यो ऊ चाहिँ मम्मी बाबासँग जान लाग्यो फेरि उसको ग्याङले चाहिँ उसलाई नजा भनेर ब्याग बोकेर हिँडेको मान्छेलाई पनि नजाने भनेर पनि ऊ घर नजानुको कारण चाहिँ यहाँ दादाहरूसँग साथीहरूसँग तास खेल्नलाई अब बस सुरु भइहाल्यो अब घिउ बनाउने पालो साइमन सरको आमा घरबाट फर्केको सफारीमा भाँडा मस्काउनेमा चाहिँ सर हुनुहुन्छ भाउजू सरसफाइ गर्दै हुनुहुन्छ म एकछिन रेस्ट गर्दैछु यतै तास खेल्ने टोली काम खाएर काम सकेर अब तास खेल्न बसेँ म पनि ला ओइ कहाँ हो ड्याङ ड्याङ गर्दै बाबाको घरमा नजिकै हो तर आज मलाई टाइम जुर्यो अब चाहिँ फाइनली हाम्रो दसैँ सकेर म दादा र भाउजू चाहिँ फर्किँदैछौँ आज एकदमै ठुलो पानी परेकोले कोसीमा चाहिँ ठुलो बाढी आएको थियो जाँदैछौँ दिलीप दाईको घर दिदीको लागि जान सजिलो टिकटकमा हाल्दै नि त सानो जाम यस्तो छ जाम अपडेट भनेर आज चाहिँ दिलीप दादाको बिहे हो सो हामी पोखरा जन्ती जाँदैछौँ अनि हामी घर पुग्दाखेरि हिजो बेलुका 10 बजे थियो 2 घन्टा रेस्ट गरेर हामी चाहिँ 12-1 बजी चाहिँ जन्तीको लागि निस्केको यो चाहिँ बाटोमा खाजा ब्रेक फाइनली हामी पोखरा आइपुग्यो सो यहाँ आइपुगेर गाडीको डेकोरेसन हुँदैछ हामी लङ ट्राभल गरेर आइपुगेकोले क्विक टचअप गर्दैछौँ बिहे सकाएर घर आइपुग्दा चाहिँ बिहानको 4 बजेको थियो सो आज चाहिँ भोज डे back to Kathmandu and